साथीहरू नमस्ते। आज शनिबारको बिदा, त्यही भएर म आज हाम्रो राणा थारूहरूको विशेष तिहार तीज आउँदैछ, त्यसको लागि पपरा बनाउने तयारी गर्दैछु। त्यसपछि मैले छोरीलाई नुहाइदिएँ। नुहाउँदै पानी पर्न लाग्यो र सासूलाई बोलाएँ, छाता उडाइदिनु भयो। र छोरीलाई नुहाइसकेपछि म पनि कपडा धुनुपर्ने थियो, कपडा धोएँ। कपडा धोइसकेपछि मैले पनि नुहाइसकेपछि पपराका लागि धुलो तयार गरेँ। तर अघि त कस्तो बादल लागेको थियो, घाम लाग्ने होइन भन्ने डर थियो र पपरा सुक्ने हो कि सुक्ने होइन भन्ने चिन्ता थियो। तर अहिले चाहिँ मस्त घाम लाग्यो र त्यसपछि हामी पपरा बनाउन लाग्यौँ। हाम्रो राणा थारू दिदीबहिनीहरूको विशेष तिहार तीजको लागि एक परिकार भनेको पपरा हो। यो पपरा त्यही भएर आज टाइम मिलेको हुनाले पपरा बनाइरहेछौँ हामीहरू। अनि कस्तो घाम लाग्यो अहिले त। अघि त कस्तो बादल लागेको थियो र सुक्ने हो कि सुक्ने होइन भन्ने डर थियो, तर मस्त घाम लागेछ। अब हाम्रो पपरा तयार भयो है, अरू तयार हुँदैछ। तयार भइसकेपछि फेरि यस पपरालाई हामी घाममा सुकाउन हाल्छौँ। मलाई चाहिँ तिजमा यो पपरा भएन भने त तिजै जस्तो लाग्दैन। त्यही भएर मलाई चाहिँ यो पपरा धेरै मनपर्छ। त्यही भएर पपरा नभई त म तिजै जस्तो लाग्दैन। त्यही भएर यो पपरा आज जसरी हुन्छ टाइम मिलाएर पपरा बनाउँदैछु। हाम्रा राणा दिदी बहिनीहरूले अब सबैजनाले पपराको तयारी गर्दै होलान्। मेरो पपरा त बनिसक्यो। अब सबै साथीहरू है पपरा खाना तिजमा आउनुहोला। हस्, नमस्ते, धन्यवाद सबैजनालाई।